हेलो गाइस, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि फेरि तपाईँहरूको सामु मैले नयाँ भिडियो लिएर आइसकेको छु। अनि आज चाहिँ मम्मीले खाना बनाउनु भयो हैन। मम्मी चाहिँ मामा घरबाट पनि आउनु भयो नि त, हिजो आउनु भयो। अनि आज चाहिँ मम्मीले मुला लिएर आउनु भएको रहेछ मामा घरबाट। अनि आज मुलाको अचार हाल्नुपर्छ भन्दै भन्नुभयो हैन। त्यही भएर मम्मी मुला काट्दै हुनुहुन्छ मुलाको अचार लाउनको लागि। अनि मम्मी चाहिँ मुला काट्दै हुनुहुन्छ हैन। अनि साथीहरू, अनि मेरो छोरीको आजदेखि एक्जाम। अनि हेर्नु मेरो छोरी पढ्न भनेपछि नि यति धेरै अल्छी चाहिँ यहाँ मोबाइल हेर्दै चाहिँ हैन। अनि पढ्नु पर्दैन भनेको नै नपढ्ने भन्छ हैन। अनि हेर्नु न, अनि त्यसपछि साथीहरू बल्ल 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 फकाएन नि मोबाइल हेर्नु हुँदैन पढ्नुपर्छ भनेर। अनि ऊ पढ्दैछ हेर्नु न, यहाँ ऊ आफै पढ्ने अरे, मैले नपढाउनु अरे, ऊ आफै पढ्छ अरे। अनि सबै आउँछ अरे उसलाई हैन। अनि तपाईँले सिकाउनु पर्दैन मलाई, म आफै पढ्छु भने होइन, जे पाइ त्यही गर्दै चाहिँ मैले चाहिँ कपी राखिदिएको छु। मैले पढाउँदा चाहिँ नपढ्ने अरे। अनि यति धेरै तनाव दिन्छ नि मलाई मेरी छोरीले। अनि एक्जाम चाहिँ अब कसरी गर्छ है साथीहरू। साथीहरू, अनि अघि काटेको मुला थियो नि, मम्मीले काट्नुभएको मुला हो, त्यो चाहिँ म छतमा सुकाउनु ल्याएको छु नि त। त्यो सुकाएपछि चाहिँ त्यो हुन्छ नि, सुक्छ मजाले। अनि त्यसपछि अचार लाउन मिल्छ नि त। अनि म यहाँ छतमा आएको छु। अनि साथीहरू बिहानै घाम यस्तो मजाले लागेको थियो नि हैन। अनि त्यसपछि अनि यहाँ म मुला सुकाउँदैछु साथीहरू। अनि भरे चाहिँ हैन, म यो मुला सुकिसक्छ नि त। अनि भरे मम्मीले के अरे मुलाको अचार बनाउनुहुन्छ। अनि म त्यसको भिडियो पनि तपाईँहरूलाई देखाउँछु हैन। हेर्नु होला मम्मीले कसरी हाल्नुहुन्छ, त्यो पनि भिडियो देखाउँछ। अनि म यहाँ मुला खाँदैछु हैन, इन्जोय गर्दैछु मुला खाँदै घाम तात्दै। अनि मेरो छोरीले मलाई बोलाए हैन, छतमा आउँछ भनेर बारेको छैन नि त छत त। अनि भरे लड्छ भनेर म मुनि गएँ। अनि आउनु न छिटो मामु आउनु न भन्दै थिइन्। अनि म गएँ। अनि साथीहरू, अनि म चाहिँ नानीलाई लिन स्कुल गएँ। उसको चाहिँ 11 बजीदेखि 2 बजीसम्म हो नि त एक्जाम। अनि म चाहिँ 1 बजी 1:30 बजीतिर लिन गएँ उसलाई। अनि उसको चाहिँ अघि छुट्टी भइसकेको रहेछ। अनि मिसले उसलाई बाहिर ल्याइदिनु भन्नु बाई भन्दै चाहिँ मिसलाई नि हामी जाँदैछौँ। अनि उसले के भन्यो भने मम्मी मेरो एक्जाम यस्तो राम्रो भयो होइन, म सेकेन्ड आएँ भन्दै थिएँ। अनि त्यसपछि अनि साथीहरू, अनि मैले नानीलाई पनि घर लिएर आइपुगेँ हैन। अनि घर आइपुगेपछि चाहिँ मम्मीले अलरेडी यहाँ जिरा धनियाँ अनि खोर्सानी भुटेर राख्नु भएको रहेछ। अनि त्यसको पेस्ट बनाउनु भयो के अरे मुलाको अचारमा हाल्नको लागि। अनि मम्मी यहाँ मसला हाल्दै हुनुहुन्छ, यो मसला हैन अचारलाई। अनि त्यसपछि साथीहरू नुन हाल्नु हैन, नुन तपाईँलाई कति चाहिन्छ त्यति नुन हाल्नु। अनि त्यसपछि मम्मीले बेसार हाल्नुभयो। अनि मेरो छोरीले चाहिँ हेर्नु न चाखी होइन, उसले पिरोले झन्डै मरिन पिरो भएर अनि पुस्दैछ के। अनि बेसार हाल्नु होइन, यहाँ मम्मी बेसार हाल्दै हुनुहुन्छ। अनि त्यसपछि लास्टमा चाहिँ तोरीको तेल हालेर मम्मीले मिक्स गर्नुभयो, मतलब सबै मुस्क्नुभयो। साथीहरू, अनि यो मजाले मुस्नु हैन, मुसेर यसको सबै मसला ससला पस्छ नि त मुलामा। अनि त्यसपछि अनि यसलाई बट्टामा खान्नुपर्छ। अनि खाँदैपछि अनि यो चाहिँ 2-3 दिनमा अमिलो हुन्छ अनि रेडी हुन्छ खानालाई। अनि मम्मी चाहिँ यहाँ बट्टामा हाल्दै हुनुहुन्छ हैन। यो बट्टामा चाहिँ मजाले खानु। अनि खाँदैपछि अनि यो 2-3 दिनमा रेडी हुन्छ। अनि खानुपर्छ साथीहरू। अनि यहाँ हेर्नु न बट्टामा मम्मीले हालिसक्नु भयो। अनि त्यसपछि अनि भरे बेलुकाको लागि हामीले यहाँ साग के भन्छन् यसलाई, चौसुर के भन्छ, खै के भन्छ मलाई नाम थाहा भएन, चौसुर हो कि के हो त मम्मी केलाउँदै हुनुहुन्छ साथीहरू। अनि म यहाँ टाउको दुखेर सुतिरहेको थिएँ हैन। अनि मेरो छोरी चाहिँ आएर मामु के भयो भनिन् हैन। अनि टाउको दुखेको छ बाबा भनेको। अनि तेल लिएर आएर मेरो टाउकोमा तेल दल्दिएर अनि यहाँ मेरो कपाल कोर्दिँदैछ हैन। अनि मम्मी तपाईँको टाउको निको हुन्छ है भनेर क्या। साथीहरू, यो के हो भन्नु होला चाहिएमा
हामीलाई सम्पर्क गर्नु होला। चाहिएमा हाम्रो घरमा आउनु होला। साथीहरू अनि बेलुकाको 5 बजिसक्यो होइन। अनि टमाटर सकेको रहेछ अनि म चाहिँ टमाटर लिन जाँदैछु। यहीँ दमकमै नजिकै हाम्रो यो के अरे दिपिनी स्कुल नेरी छ क्या, त्यहाँ गएको टमाटर लिन। अनि यहाँ छिमेकी आन्टीसँग भेट भयो क्या, अनि कस्तो लाज लागेर म यहाँ हाँस्दैछु साथीहरू। साथीहरू अनि टमाटर किनेर पनि घर आइसकेँ म। अनि आजको भ्लग चाहिँ यति नै। अनि हजुरहरूलाई मेरो भ्लग राम्रो लाग्यो भने प्लिज लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। अनि फेरि भेटौँला अर्को नयाँ भ्लगमा। बाई बाई।